लागि म सदस्यजीलाई हार्दिक अनुमोदन चाहन्छु। नमस्कार माननीय मन्त्रीज्यू, उपस्थित सम्पूर्ण महानुभावहरू, निजी सचिवालयका साथीहरू, बोर्ड सदस्य, कार्यकारी समितिका सम्पूर्ण साथीहरू, आज हामीले एकदमै हर्षित छौँ, उत्साहित छौँ र हाम्रो आज मन्त्रीज्यू हाम्रो यो राष्ट्रिय खेलकुद परिषदमा पाल्नु भएको छ। हामी सम्पूर्ण राष्ट्रिय खेलकुद परिषदको परिवारको तर्फबाट स्वागत अभिवादन गर्न चाहन्छौँ। हामी छोटो एउटा जानकारी जस्तै संक्षिप्त प्रेजेन्टेसन छ। अब यो खेलकुद संस्थाको नाम भइहाल्यो राष्ट्रिय खेलकुद परिषद। यसमा एउटा सदस्य सचिव भन्ने हुन्छ कार्यकारी प्रमुखको रूपमा। यसले खास गरी चाहिँ खेलकुदको माध्यमबाट चाहे स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी, सृजनशील नागरिक तयार गर्ने, राष्ट्रिय एकताबद्ध र राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न खेलकुद क्षेत्रमा अध्ययन र अनुसन्धान तथा खेलकुद विकास र विस्तार प्रवर्धन गरी खेलकुदको सञ्चालन र व्यवस्थापन गर्ने उद्देश्य राखिएको छ। अब अहिलेसम्म 3टा ऐनहरू यसमा रहेछ र अहिले हाम्रो वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद विकास ऐन हामी कार्यान्वयनमा राखेका छौँ र योभन्दा अगाडिका ऐनहरू पनि छन्। र संरक्षकको रूपमा चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ र यो परिषदको अध्यक्ष माननीय मन्त्रीज्यू हुन्छ, उपाध्यक्ष एकजना र एकजना सदस्य सचिव। त्यस्तै गरी यसका सदस्यहरू रहन्छन् जसमा चाहिँ मन्त्रालयको प्रतिनिधि, शिक्षा मन्त्रालय, खेलकुद विभाग लगायत विभिन्न निकायहरूबाट यसको प्रतिनिधि करिब 36 जना हुन्छन्। र अर्को एउटा यहाँको संरचना भने कार्यकारी समिति हुन्छन् जसको संयोजक सदस्य सचिव हुन्छन् भने मन्त्रालयबाट महाशाखा प्रमुख र अझै परिषदका सदस्य मध्येहरूबाट अध्यक्षले मनोनयन गरेको एकजना महिला, एकजना पुरुष गरी 2 जना, परिषदको सदस्य मध्येबाट परिषदले मनोनयन गरेको कम्तीमा 1 महिला सहित 2 जना र यसको परिषदको महाशाखा प्रमुख यसको सदस्य सचिव रहने भएकोले यो करिब 7 जनाको समिति छ। त्यसपछि यो विभिन्न विभागहरू छन् र एउटा यो अर्ग्यानोग्राम सबैभन्दा माथि यसमा चाहिँ अब अर्ग्यानोग्राममा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव लगायत विभिन्न महाशाखा शाखाहरू रहन्छन्। यो हाम्रो दरबन्दी संरचनाहरू हो। र अहिले हाम्रो कर्मचारी, मौजुदा कर्मचारी स्थायी 126 जना, प्रशिक्षणतर्फ 240 जना र जम्मा गरेर 266 जना, करार सेवामा 183 र प्रशिक्षणतर्फ तपाईँको 69 गरी 252, कुल सङ्ख्या 618 जना। चालु आर्थिक वर्षको हाम्रो चालुतर्फ 1 अर्ब 71 करोड, पुँजीगततर्फ 3 अर्ब 20 करोड विनियोजन भएको र आन्तरिक स्रोत हामीले करिब 2 करोड 13 लाख र यो अहिलेसम्म हाम्रो पुँजीगत तर्फको 3 अर्ब 20 करोड मध्ये तपाईको करिब 20 करोड पनि हाम्रो खर्च भएको छैन। सबै बजेट रोका भएको कारणले सम्पूर्ण योजनाहरू चाहिँ हाम्रो कुनै पनि सञ्चालन हुन सकेन चालु आर्थिक वर्षमा र चालु तर्फको तलबहरू खुवाउने त्यस्तै सदान खालको भएको छ। यो हाम्रो भौतिक संरचना, खास गरी हाम्रो यो अहिले रङशालाहरू, देशभरिको रङशालाहरू करिब 15वटा हाम्रो अहिले कार्यान्वयन अवस्थामा छ। कवर्ड हलहरू यो विभिन्न प्रदेशहरूमा रहेको कवर्ड हल, क्रिकेट रङशालामा 8वटा अहिलेसम्म सञ्चालनमा रहेको। त्यस्तै गरी हामीसँग पौडी पोखरी, सुटिङ रेन्ज, राष्ट्रिय गौरवको योजनाको रूपमा हाम्रो गिरिजाप्रसाद कोइराला रङशाला बैजनाथपुर र मूलपानी काठमाडौँ मूलपानी हाम्रो 2टा गौरवशाली योजनाको रूपमा रहेको छ। र अहिलेसम्म यो बजेट भनौँ न जुन टेन्डर गर्न चाहिने बजेट नभएको कारणले यो अहिले कार्यान्वयनमा छैन, तर यसको सबै थोक प्रिपेयर छ र बजेट हो भने टेन्डरको लागि यो रेडी। राष्ट्रिय खेल सम्बन्धी खेलकुद सङ्घहरू सम्बन्धी विवरण 65 अहिलेसम्म दर्ता। यति हो। ओलम्पिकमा आबद्ध खेल सङ्घहरू अहिलेसम्म 32वटा दर्ता भएको छन्। अब अहिले हामीसँग तत्काल
अलिकति माननीय मन्त्रीज्यूलाई अब यो इस्युहरू हाम्रोले चाहिँ खेलाडी पुरस्कारको इस्यु छन्। लगभग 3 वर्षदेखि हाम्रो खेलाडीहरूले कानुन सम्बद्ध पाउनुपर्ने पुरस्कारहरू पाएको छैनन् र यो वर्ष चालु आर्थिक वर्षमा 4 करोड जति रुपियाँ मन्त्रालयमा छन् र थप रकम अझै 12 देखि 13 करोड भयो भने अहिलेसम्म हाम्रो जति पनि यो मेडल विजेताहरू छन् कानुनले पाउनुपर्ने पुरस्कारहरू छन्। यो चाहिँ एउटा कार्यक्रम गरेर हामी गर्न सक्छौँ। यसको लागि हामी मन्त्रालयमा कोअर्डिनेसन गरिरहेका छौँ। मन्त्रालयमा थप अलिकति रकम भयो भने हाम्रै शिक्षकहरू यसपल्ट धेरै चाहिँ खर्च भएको छैन, त्यहीबाट चाहिँ हामीतर्फ अलिकति रकमान्तर भयो भने यो गर्न सकिन्छन्। त्यस्तैले चाहिँ एकभन्दा बढी एउटा महासङ्घ अथवा एउटा सँगै नभइकन यी धेरै खेलहरूको सङ्घहरू चाहिँ विवादित छन्। कुनैको नेसनल मान्यता छ भने कुनैको इन्टरनेसनल मान्यता छ, जसले गर्दा विवाद भइरहेछ। त्यस्तै राष्ट्रिय खेलकुदको यो उनीहरूलाई अब नवीकरणको समस्या त्यसले गर्दाखेरि र अर्को यो मिसन 26 यो जापानमा हुने गेमको लगभग हाम्रो चालु आर्थिक वर्षमा पैसा सकिएर यो चैतदेखि हामी बन्द गरेका छौँ र पैसा भयो भने यसलाई हामी सुचारू गर्नुपर्ने र यसको बारेमा अझै म पछि कुरा गर्छु। पूर्वाधारतर्फ मर्मत सम्भार भएको छैन। यो वर्ष बजेट सञ्चालन नभएकोले भएन। सङ्घ संस्थाको अनुदान हामीले कार्यकारी समितिबाट पास गरेका छौँ, हजुरकोमा पेश गर्छौँ। त्यस्तै साधो बाटो पोखरीको पनि मर्मत सम्भार गर्नुपर्ने अस्ति भर्खर हावाहरूले हाम्रो त्यहाँ 1 हप्ता जति अवरोध भयो र तत्कालैले अस्थायी रूपमा हामीले मर्मत गरी सञ्चालन गरेका छौँ र यसमा करिब यो वर्ष हामीले 3-4 करोड पैसा लगाएर यसलाई मर्मत गरेर राम्रो बनाउनु पर्ने छन्। परिषदको आन्तरिक स्रोत यो वर्ष हाम्रो करिब 3.5 करोड हामी राखेका छौँ र कबड हलहरू बनाउनु पर्ने क्रिकेट 2टा चाहिँ राष्ट्रिय गौरवको योजनामा परेको तर अहिलेसम्म केही काम नभएको देखिन्छन्। त्यस्तै परिषदका कबड हलहरू हामीसँग अभाव भएको र एउटै 2टा कबड हल भएकोले हामीलाई एकदम चापाचाप र खेलहरू गर्न अप्ठ्यारो भएको छ। त्यस्तै हामीलाई 83-84 को बजेट सिलिङ चाहिँ एकदमै थोरै, चालु आर्थिक वर्षभन्दा पनि एकदम थोरै, जहाँ चाहिँ 1 अरब 71 करोड चाहिँ चालु खर्चमा राखिएको थियो, त्यसमा यसपालि चाहिँ र स्वागत मान्यज्यूलाई यता अगाडि आउनु पर्यो भन्ने